हेलो गाइस, वेलकम टु डे 3 है। आज चाहिँ हामी कहाँ जान लाग्छौँ भन्दा बार पार्क जान लागेको छौँ। यो चाहिँ हाम्रो फ्यामिली राइडै हुन्छ होइन। पछाडिदेखि हुन्छ बाइकहरू रेडी छ। मामा हुनुहुन्छ, अनि दाइको एन्टी छ, कुमारको आराम छ, सुजिल दाई, अनि हाम्रो ड्याडीको बाइक बुलेट अनि स्कुटी भएर हामी 4 बाइक लिएर जान्छौँ है। अनि लाइक हाम्रो चाहिँ यो यहाँबाट चाहिँ बार पार्क कति छ भन्दाखेरि लाइक त्यसै 66 किलोमिटर जति छ क्या। अनि यहाँबाट नजिक पनि पर्छ। अनि त्यो अब त्यस्तो टाइम जुरेको बेला गइदिउँ भनेर हामी चाहिँ जान लाग्यो होइन। त्यो अब बाटो चाहिँ अलिकति हाफ नराम्रो छ, हाफ चाहिँ राम्रो छ भन्ने सुनेको थिएँ। अब हेरौँ के कस्तो हुन्छ बाटोमा है, त्यही होला। ओहो, शान्तिजीको डान्स चाहिँ बवाल छ है। अब यसो भाइहरूले बे गर्दा नि यसो नाच्नुपर्छ हुन्छ नि। नाच्दिनु नाच्नु दुईजना क्या सँगै भयो। त्यो पनि शिवको सारा संसार शिवको बाटो है बाक्लो छ है। हामी अलिक तल झरेपछि चाहिँ है यस्तो खोलापछि हामी राम्रो माछा पनि देखिरहेको छ। बाइकको ब्रेकै अलि लाग्यो। यस्तो तातो छ त अनि बोतल त्यो अरू बोतलमा पानी सानी हालिराख्नुपर्छ त। ब्रेक लगाएको छैन पछाडिको ब्रेक लगाएको छ। अब अगाडिको झ्यापा ब्रेक हालेर लडिन्छ होइन। गाह्रो छ त्यही बेला बाली राइडरै हो होइन, बोलाइरहनु नि हो। तर म कसरी बस्थेँ त अब यस्तो होइन, ब्रेक नभए लाग्छ नि त्यो पनि आनन्द बसिरहेको बाइक चलाएर हुन्छ। त्यो भएर लाग्छ दामी राइडर त्यस्तो कतै बसेको बस्नु त्यो बाइक त्यो उनी लाग्दैन क्या, विश्वासै लाग्दैन। अब आफ्नै केटाहरू चलाइरहेको अब सौगात लिएर किन्ने कसरी बस्नु ठिकै लाग्छ होइन। नपहिले नबसेको मान्छे पनि गर्छ डर लाग्छ। कस्तो अलिअलि बुलिङ पनि जस्तो भाइस दिँदो रहेछ है। खोला पनि मेरो मन जस्तो सफा रहेछ। हामी चाहिँ फेरि एउटा क्रसिङ गर्दैछौँ। अब चाहिँ पानीमा भिजेपछि ब्रेक लाग्छ कि है भन्ने कुरो। पका हामी दिन्छौँ ल। हेलो त्यहाँ बेर्न लाग्छ केटा भाइ। नबान दिन्छु गाउँपालिका सुरु भयो यहाँबाट चाहिँ हामी चाहिँ पेट्रोल हाल्न छ अहिले होइन। अर्को बाइकमा तेल छैन। हामीसँग चाहिँ टोटल कतिवटा बाइक छ भन्दा एउटा दुईवटा
3 4 5 6 7 8 9 10 10वटा बाइक रहेछ 10 जना रहेछ हामी 20 जना छौँ 21 जना छौँ यो भुन्डे गरेर यो रमाइलो भइरहेछ है यो चाहिँ फर्स्ट टाइम एउटा फ्यामिली राइड हो नि त त्यो रमाइलो भइरहेछ अब यहाँ तेल सेल हाल्छौँ होइन अब हामी टक्क यहाँबाट लाग्छौँ बवाल भइरहेछ है बवाल मजा आइरहेछ अनि म चाहिँ त्रिपोलमा छु अनि त्यसपछि भाइलाई हालेको छु नि त मैले अलिकति अप्ठ्यारो भएको छ तर ठिक छ किनभने बुलेटको सिट अलिकति फराकिलो हुन्छ भनेर चाहिँ मैले हालेको भाइलाई है यति भन्दैलाई ढिला नगरी अब जाउँ ल यहाँबाट जाउँ हाम्रो स्विमिङ पुलको अझै स्विमिङ पुल अझिकोट गाउँपालिका पाल्नु भएकोमा हार्दिक स्वागत गर्दछौँ यस्तो फोटो चाहिँ यता पुल नगइकन हामी चाहिँ यता माथि जानुपर्ने हुन्छ है यहाँ पुल पनि छ पुलबाट यता राइट लेफ्टपट्टि चाहिँ जाने होला है होला बालुवा पुलबाट हामी खोला तर्दैछौँ यो खोला चाहिँ कुन मलाई एक्ज्याक्टली थाहा भएन है सोध्नै पर्छ दोलुङ्गे कुन गाउँ हो यो बारपाक ल सुलीकोट गोर्खा हामी बारपाक इन्ट्री भइसकेको छ ल गाइस सुन भाइ ल बारपाक आइसक्यौँ है सुलीकोट भन्ने ठाउँमा आइसक्यौँ अनि एउटा पुल पनि रहेछ ल पुल पनि छ पानीहरू यस्तो सफा है के भन्नु ग्यास चाहिँ यो होइन बवाल भइरहेछ कस्तो मजा एउटा हामी आइपुग्यौँ बजारै हो त बारपाक बजार चाहिँ हेर्न सक्नुहुन्छ अहिले दामी मजा आइरहेको छ
ल अहिले चाहिँ यहाँ बारपाकमा यस्तो पनि एउटा पोखरी जस्तो रहेछ यहाँको पानी खाएको भर्खर है अमृत खा जस्तो थियो यार यस्तो मेरो पानी यार जुन भाइ कस्तो फिल भइरहेको छ यहाँसम्म आउँदा बाटोको बारेमा र यहाँ के भनिदेऊ त बाटो चाहिँ खतरा होइन अलिक भिड रहेछ है अनि यो चाहिँ अहिले बसेको अघि मैले भिडियोमा देखाएको चाहिँ त्यो पुरानो बस्ती भन्ने रहेछ नयाँ बस्ती रहेछ अनि यो चाहिँ जुन देखिरहेको छ नि यो चाहिँ पछि भुइँचालो गएको सम्झनामा बनाएको रहेछ क्या यहाँको है राम्रो रहेछ पार्कहरू आउँदा यो चाहिँ हाम्रो बस्ती रहेछ ट्याक्क लाएर होइन बारपाकको दामी छ है जोस् यस्तो माथि पनि यस्तो बस्ती त नेक्स्ट लेभल हो कि ल यहाँ चाहिँ हाम्रो फ्यामिली पुरै हाई गरिदिनु त काकी हामी बारपाक हेर्न आउँदैछौँ कस्तो लाग्यो बारपाक भन्नु एकदम रमाइलो लाग्यो रमाइलो छ है एकदम यति राम्रा राम्रा घर बनिया रहेछन् यहाँ यति राम्रा बनाएर रहेछन् अनि हाम्रो हजुरबाहरू यता ठुलाबाहरू मेरो भाइहरू ब्लगर एउटा ब्लगर यहाँ कुमार आरको ब्लगर यहाँ हामी जस तिनजना दाजुभाइ सबैजना ब्लगर छौँ क्याप्चर त गर्नु मजाले पाइन्छ त्यही हो यहाँ देख्न सक्छौँ कस्तो डेन्जर भिड छ है यस्तो भिडमा पनि कस्तो मजाले रोपेको क्या हाम्रो यहीँ बाटो हो हामी आएको बाटो हो अनि यहाँनिर चाहिँ एउटा भ्यू टावर रहेछ क्या भ्यू टावर रहेछ टावरको लागि यता त अँध्यारो भइसक्यो है डोको छोरा भन्छ छोरा भन्छ अरे हामीले डोको भन्छ छोरा छोरा हामीले चाहिँ डोको भन्छ यो चाहिँ ढुङ्गा बोक्ने हो कति मिनटमा सक्नुहुन्छ एउटा बनाएर 2 घन्टा लाग्दैन 1 घन्टा भ्याउनुहुन्छ यो बेच्नु पनि हुन्छ एउटाको कति जतिमा बेच्नुहुन्छ नि यो 300 भन्छ के जस काम अनुसार यसो दाम पनि लिनै पर्यो हजुर हजुर यस्तो माथि भएर पनि यस्तो बाक्लो बस्ती छ है जता हिँडे पनि लाइक काठमाडौँ सिटी जस्तो क्या यहाँ रहेछ है टावर चाहिँ डेन्जर कम्प्लिटै भइसक्यो हो यो चाहिँ बारपाकको टावर रहेछ अब यहाँ चढेर हेरौँ है त देख्छौँ ल यहाँ चाहिँ हामी अलिक टावरको तल आयौँ होइन यहाँ कस्तो मजाको त्यो बारीहरू है हेरौँ त्यहाँ पुरा यस्तो भिड अझ पनि त्यो पहिरो गएको ठाउँ छ नि त्यहाँ जुम गर्नु देख्थ्यो ऊ त घरको माथिपट्टि त्यहाँ पहिरो गएको ठाउँ छ नि होइन त्यहाँ चाहिँ 2072को अर्सेको आउँदा चाहिँ केन्द्रबिन्दु परेको थियो नि त यहाँबाट चाहिँ फाटेर रहेछ कि जमिन ए ल यहाँनिर चाहिँ जमिनै फाटेको है भनेर छ गहिरो छ अरे कि त्यहाँ अहिले भन्नु अथुकी आउँदा चाहिँ जुन यो देखिरहनु भएको छ नि यो चाहिँ पुरै फाटेको थियो अरे क्या भनेपछि कस्तो डेन्जर आयो ल यो चाहिँ हेर्नु यता चाहिँ पुरै गाउँ छ है यस्तो डेन्जर गाउँ छ अनि यता चाहिँ यस्तो भिड पाखा छ अनि यस्तो दामी भ्यू टावर छ जस दामी छ हाइटमा बवाल है गाइज हामी चाहिँ बारपाक घुमेर अब लालपाक जाँदैछौँ है लालपाक चाहिँ ट्याक्क हामी यो बारपाकबाट माथि फाडो उकालो चढ्नुपर्ने रहेछ क्या कस्तो लाग्यो भाइ अब हामी लालपाक जाँदैछौँ लालपाकमा चाहिँ के छ भन्दा एउटै कलरको एउटै स्टाइलको घरहरू क्या माथि हेरेर जाँदैछौँ है अलिक भिड पनि पर्दैन हामी रसमै जाँदैछौँ किनभने अब बाटो अलिक खतमै छ क्या जग्गा फर्किँदा चाहिँ होइन अलिक भिड टाइपको छ त्यही भएर चाहिँ हामी टाढो सकेर टाढो फर्किने प्रयास गर्दैछौँ त्यही हो है त
पानी पनि पलाएको छ है लालीगुराँस होइन उता जुम गरिदिएको नि त कहाँ छ लालीगुराँस लालीगुराँस देखिरहेको छ है बाटो त वाइल्डै अफरोड है खतरनाक बाटो यार हँ हामी बल्ल यहाँ पुगेछ अझ हामीलाई कम्तीमा पनि 45 मिनट जस्तो हिँड्नुपर्छ जस्तो अफरोड त्यही भएर बस्छ जाउँ 30 पनि भयो बाटोले नतानेर दुःख दियो एकदम हैट म चाहिँ अब अलिक दुब्लाउनु पर्ने भएछ यार साह्रै मोटाइ छ म त्यही होला बाटो वाइल्ड अफरोड छ है जति यो भिडियोमा देखिरहेको त्यस्तो छैन किनभने एकदम बाक्लो माटो छ क्या त्यसले गर्दा तान्न एकदम गाह्रो पऱ्यो अलि पानी पऱ्यो भने त यो हालत बेहाल हुन्छ हाम्रो त चाहिँ अब लाइक बाटो यस्तो डेन्जर अफरोड छ कि सडकको हाम्रो हालतै बेहाल छ क्या बाइकले पनि तानिरहेको छैन है गाइज है यस्तो भिडमा नि हेर्नु कस्तो मजाले खुल्छ टोटोले यता भिड त्यस्तै छ है गाह्रो छ यता गाडी पनि खसिरहेको छ है नगएर बाटो पनि यस्तो छ बन्दैछ सुजन भाइले यहाँ स्ट्रगल गरिरहेको छ बाटो यस्तो छ यार राम्रो बाटो नि यस्तो पुरै रातो माटो यो अनि पानी पर्यो भने के हुन्छ हालत यार ल हामी चाहिँ अब ओह्रालो झर्दैछौँ है बाटोले जस एकदम रमाइलो दिइरहेको छ यो जस्तो एडभेन्चर मोमेन्ट कहिले भएको छैन एडभेन्चर भइरहेछ भाइ रमाइलो भइरहेछ ल ठिक छ ल रमाइलो मान्नुपर्छ होइन ल हामी चाहिँ अब लार्पा यो लार्पा गाउँ आयो जस्तो लाग्छ जाउँ यता केही छैन अब हामी झर्ने तलै रहेछ तलै सुजन भाइ लेट्स गो लार्पाक नमुना बस्ती लालीगुराँस पनि यहाँ मस्तले फुल्न थालिसक्यो है ल ठिक छ हेर न कस्तो झपक्कै हेर त सुन भाइ यहाँ हेर न लालीगुराँस यस्तो झपक्क उता हेर उता अब गाइज फाइनली है हामी लार्पाक पनि आइयो यत्रो दुःख कष्ट गरेर है तपाईँले देखिहाल्नु होला अगाडि बाटो कस्तो थियो देउस एकदम बवालकै ठाउँ छ है नेक्स्ट लेभल राम्रो छ पिस छ ल हामी लार्पाक बस्ती हेर्दैछौँ This is Larpa for you guys. ल यो चाहिँ हाम्रो पुरानो गाउँ रे है पुरानो हाम्रो लार्पा चाहिँ अनि नयाँ चाहिँ है माथि बनेको छ यस्तरी राम्रो रे है यो धेरै एकदम बवाल भएको छ अहिले गाउँ चाहिँ कुन घर हो कुन घर चिन्नै गाह्रो छ यो चाहिँ जो पुरानो बस्तीको तल देखेको छ है लार्पाको अलिअलि रहेछ तर त्यहाँ चाहिँ अलिकति मजाले नै बनाइदिएको रहेछ तर बाटो चाहिँ एकदम बनाउनु पर्ने नै रहेछ है यहाँको बाटोले चाहिँ तपाईँहरू पनि अब बाइक साइक ल्याउनु पनि गाह्रो छ यो चाहिँ हाम्रो लार्पाक है यस्तो छ पुरै गाउँ है यस्तो छ पुरै कुलो रहेछ
बर्खामा पानी छ नि ज्यादालाई होला हाई गर औ सुनमा रमाइलो
मात्रै